दुईटै बल्ब चले। यता हाम्रो हाइटमा पानी आउँदैछ, यता यो बल्ब पनि चल्यो। यसरी हाम्रो हाइड्रोलिक र्याम पम्प चाहिँ सक्सेस हुन पुग्यो। त्यहाँ माथि हाइटमा पानी आउँछ, यसलाई माथि थप हाइटमा पनि लैजान सकिन्छ। दामी। दुईटा बल्ब रिदममा। यसलाई यस्तै छोडेको राम्रो बरु एकैछिन पानी चल्छ होला। चल्दैन त्यसको लागि हाइट जो चाहिने देखियो। पानी आछ थोरै आछ, थोरै खोल्नु त। ए आफै चल्यो। फेरि ढल्काउनु। बल्ब त्यही त के पानी यता गयो। जस्तै यो त हामीले उमा गरिन्छ नि त, घरमा राखिन्न, खोलाहरूमा राखिन्छ। खोलाहरूमा राख्दाखेरि चाहिँ यसबाट धेरै पानी गयो नि थोरै पानी चाहिँ घरमा जाओस् भन्ने चाहिँ उद्देश्य हो।